तल र माथि माथि र तल यता सारा यता पछार के कामको कमी हुन्छ र है घरमा बसेर के गर्छौ यही गर्छौ यही आमामा के फेसन हो यस्तो नमस्कार स्वागत छ तपाईहरुलाई निलसको भ्लगमा। आजको चाहिँ दिनको सुरुवात भइसकेको छ। घडीले 6:30 बजाइसकेको छ अनि फाइनली बाच्छु पनि हामी सँगै हुनुहुन्छ। बाबु अहिले पेट दुखेछ कि नै? टाउको दुखेछ छैन अहिले? सबै ठीक छ नि हैन? तिमीलाई गाह्रो भएको छैन नि हैन? बिहान चाहिँ शुभ प्रभात भएको छ। मेरो चाहिँ एकदमै टेन्सन भइरहेको छ भित्रभित्र। अहिले चाहिँ अब ठिकै छ भनेपछि अब मेरो काम भनेको चाहिँ अब फटाफट नुहाउने, ब्रेकफास्ट रेडी गर्ने अनि बच्चाहरूलाई स्कुल पठाउने, परिवारलाई चारो हालिदिएको। एकछिन त्यहाँ मान्छेहरू आएपछि बुर्र भागिहाल्छ कि। अब चाहिँ ट्याक्क आएर खाँदैछन् बिहानको अर्को नित्य धर्ममध्येको। यो पनि मेरो नित्य धर्म। अब अर्को धर्म निभाउन जाँदैछु। बाई बाई बात्सल्य, सी यू। कागले पनि सियौ भन्दैछ। Have a great day। हाम्रो घरमा चाहिँ यसरी बल्दा बल्दै दियो खाने काग पनि आउँछ हैन। अब बल्दा बल्दैको दियोलाई टपक्कै टिपेर लगेछ है। अनि यो तुलसीको मठमा बलिरा हुन्छ के दियो जहिले पनि हैन। बेलुकाको चाहिँ पाउँदैन, बिहानको दियो चाहिँ जहिले टिपेर लैदिन्छ भने। बल्ल इन्टरनेट आयो क्या हाम्रोमा। लगभग 20 घन्टा जति इन्टरनेट आएन होला। इन्टरनेट नहुँदाखेरि पनि जिन्दगी असहज हुँदो रहेछ। के इमर्जेन्सी कुराहरू सबै चिज अहिले त फोन कुराकानी सबै अनलाइन भइरहेको हुन्छ नि त। अनि मैले चाहिँ भर्खर भ्लगलाई अपलोडमा लगाएको छु। आजको काम चाहिँ मैले एकदम इन्ट्रेस्टिङ काम दिएको छु आफूलाई, गमला रङ्गाउने है। यो गमलाहरू जति पनि छ कलर नलाएको गमलाहरू, यो गमलाहरूलाई चाहिँ आज रङ्गाउनु पर्यो भन्ने सोचेको छु। अनि यहाँ राखेका गमलाहरूलाई पनि रङ्गाउन मन लागेको छ क्या। अनि यसमा चाहिँ फुलहरू चेन्ज गर्न मन लागेको छ। यो काम चाहिँ म जसरी पनि गर्छु। आज घाम ताप्न आएको छु एकछिन हैन। अनि परिवारहरूसँग आज चाहिँ मलाई फ्रेस फिल भएको छ। राति चाहिँ मलाई एकदम धेरै तनाव भएको थियो बात्सल्यले गर्दाखेरि। ला के गर्ने होला, अब फेरि हस्पिटल लानु पर्यो भने कस्तो टेन्सन हुन्छ क्या। मैले त यो 5-7 वर्ष उसँग एकदमै ट्रमामा बिताएको छु कि, एकदमै ट्रमामा बिताएको छु। त्यो ट्रमा चाहिँ कस्तो हिट गर्यो क्या त्यो चिजले। अनि मलाई रातभरि निदाउन नि गाह्रो भयो। बिहान उठ्दाखेरि चाहिँ फ्रेस फिल गरेको छु। म स्कुल जान सक्छु भन्यो, गयो, आनन्दमा छु। राम्रै सकुशल फर्क्योस्। आज चाहिँ मैले उसलाई जबरजस्ती टोपी लगाएर पठाएको छु। अनि ऊ चाहिँ टोपी लाउन नमान्ने, लुगाहरू लाउनै नमान्ने क्या। कस्तो जाडो छ है। अनि घाम पनि कति प्यारो लाग्छ। एकछिन घाममा बस्यो भने समय बित्या पत्तै हुँदैन। तर समय यत्तिकै बिताउनु चाहिँ हुँदैन। अब चाहिँ टक्क तात पानी खाएर आफ्नो नित्य कर्ममा लागिहाल्नुपर्छ। मेरो हात लामो भएको भए भन्नेवाला फिल आउँछ। यो चाहिँ नित्य कर्म। यो नित्य कर्ममा फलफुल चाहिँ सुकाउँछु अनि फुल पनि सुकाउँछु। फल अनि फुल दुवैलाई सुकाउँछु। यति निक्लिन्छ हरेक दिन। अनि म गइहालेँ। अब फललाई यति गरेन भने खाइँदैन क्या। अनि यो चाहिँ मेरो सुकाउने ठाउँ। त्यहाँ तामाहरू, खाली बट्टाहरू होइन, के हो। अनि फुललाई चाहिँ यसरी, यो पनि कति दिनको फुलहरू छ। यहाँ अचार छ, त्यहाँ चियापत्ती सुकिरहेको छ। अब यो पनि सुक्नलाई त्यहीँ जान्छ। घाममा बसेर साग केलाउँदैछु है। साग पनि कति धेरै रहेछ क्या। रायोको साग मैले अलरेडी लिएर आएको थिएँ। 4 मुठा साग छ, गल्न थालिसकेँ। साग टिक्दैन आजकलको साग। केमिकल धेरै भएर हो कि के हो थाहा छैन। मस्त घाम लागेको छ। घाममा बसेर डाइरेक्ट सनलाइट फेरि फेसमै पर्छ है। मजा आउँछ तर घाम ताप्न। कलर लाउने काम धमाधम। यस्तो गाह्रो, यस्तो थकाइ, एक्सर्साइज त किन जानु पर्यो र बाबै जिम। तल र माथि माथि र तल यता सारा यता पछार के कामको कमी हुन्छ र है घरमा बसेर के गर्छौ यही गर्छौ यही। अब यो आँगनलाई पनि एकचोटि रिअरेन्जमेन्ट गर्छु भनेर लागेको छु। थाक्न चाहिँ मजाले थाकिनेवाला छ। यहाँको पनि जम्मै हटाएँ।
अब यहाँ सबै रिअरेन्जमेन्ट गर्छु भनेर लाग्यो के। अरूले काम गरेको चित्त नबुझाएपछि दुःख आफैलाई हुन्छ। फेरि गर्ने नै मान्छेले काम गरे हो। फेरि जसलाई गार्डनिङको सोख छ, तर मलाई त्यो गमलाको प्लेसमेन्ट चित्तै बुझाएको थिएन। यो सबै प्लास्टिकको गमला आउट, बाहिर बस्दैनन्। अब केही प्लास्टिकका गमला र माटोको गमला, यसलाई चाहिँ यस्तो मैले गरेको छु डिजाइन। अनि यो माटोको गमलाहरूलाई मात्रै तल राख्ने भन्ने सोचेको। प्लेटहरू सबै भयो, आँगनको सत्यानाश भयो। यो पनि सफा हुन्छ है। यताबाट हेर्दाखेरि चाहिँ यस्तो लुक आउँदो रहेछ। अनि यो भोलि चाहिँ यो झ्यालको सरसफाइ गर्नुपर्छ। यो एउटा साग चाहिँ हुर्किँदैछ। यो पनि बोट बिरुवा उमार्ने नै हो क्या भाँडो। सबै लगेर उता राखेँ। यहाँ आँगन चाहिँ खाली गरेँ। अब यसलाई बढाएर झाडु लाउनु पऱ्यो है। तल मुनिको प्लेट हुन्छ नि, प्लेटहरू चाहिँ यहाँ सुकाइदिएँ। अब यो बिजोगलाई समेटेर यो आँगनलाई पखालेर अनि प्लेट मुनि राखेर राख्नुपर्छ। कस्तो हुन्छ। अब यसलाई पहिला धुनु पर्यो। यसरी पानी नै पानी, रगतकै खोलो बगेको जस्तो बग्दो रहेछ भाइ। चल्दै घाम ताप्न आएको उहाँहरू पनि आइसेछ। घाम ताप्न आइरहेको थियो कि म त कस्तो चिसो भयो। अब त धेरै चलियो नि त पानीमा, थकाइ लाग्ने क्या असाध्यै है। 4:30 भइसक्यो। कति बेलादेखि सुरु गरेको मैले। घर काम गर्न थाल्यो भने दिन चाहिँ एकदमै चिप्लिहाल्छ, थाहै हुँदैन। हजुर रातो माटो लाएर बसेँ आज मैले। हेर न आँगनभरि यस्तो छ है। रातो माटो कस्तो देख्यो भाइ रातो माटो लगाएर? राम्रो देखेन हो? छोरीलाई कस्तो लाग्यो रातो माटो लगाएको? मन परेन? ए मन पर्यो तर फोहोर भयो। अब तिमी सफा गर्छौ भनेर नि। छोरी आएर सफा गरिदिन्छन् भनेर मैले फोहोर गरेँ। ए छोरी म थाकेर लखतरान छु। चटपटी खाने भए बनाऊ, मलाई पनि खुवाऊ है। हस् जाऊ। थाकेर लखतरान छु। यहाँ सबै मिलाउने अझै बाँकी नै छ। यो काम कहाँ सिद्ध्या छ। यस्तो भइसक्यो, लुगै यस्तो भइसक्यो। यहाँ कता जताततै कलर लागेको छ है। चटपटी खाऊ, मलाई पनि बनाएर खुवाऊ। हस्। यहाँ साइडमा कलर छैन निधारमा? यता लागे जस्तो लागेको छ त मलाई त। यो काम नसक्यो म केही पनि गर्दिनँ है। यो काम सक्छु, लुगा फेर्छु अनि हस्। मेरो छोराको काम चाहिँ सधैँ यस्तै हुन्छ। अब यहीँ बाटोमै बसेर उकेर खान थाल्यो। भित्र पनि जानु नपर्ने, लुगा नि चेन्ज गर्न नपर्ने, फ्रेस पनि हुन नपर्ने। अनि इम्युनिटी पावर कति चाहिँ दियोस् त है बडीले। अनि तिमीले खान्छौ भनेर तताइदिया हो। लुगा फेरेर धोएर हात खुट्टा गरे भए हुन्थेन। फाइनली मैले यो काम चाहिँ सिद्ध्याएँ। थाकेँ बिजोगले। हात पनि यस्तो छ, त्यो अर्को हात त्यस्तै छ है। अब फाइनल लुक देखाउँछ कस्तो बनाएँ एकछिनलाई। यहाँ चाहिँ मैले घाम ताप्नको लागि 2टा चेयर यहीँ बसिरहोस् भनेर यहीँ छोडिदिएँ। अनि रट आइरनको स्ट्यान्डहरू चाहिँ यसरी फ्रन्टमा राखेँ। ढोकामा चाहिँ मैले जेट प्लान्ट र त्यो अर्को कस्तो नामै भन्न आएन के अरे त्यसको नाम, वाटेभर, यो राखेँ। फ्रन्ट चाहिँ यसरी राखेँ। अनि अरू बाँकीलाई चाहिँ त्यहाँ चाहिँ अल्टरनेटिभ रातो सेतो गरेर बोटहरू लगाएँ। यहाँ चाहिँ जम्मै यो चाहिँ अब यो चाहिँ बिस्तारै फुल्दै फक्रिँदै जाने चिज हो। गमलामा अलरेडी रोपिसकेको छ होइन। अब झाँगिनी बढ्ने चिज हुन बाँकी नै छ यसमा है। यतिको भयो। आँगनको चाहिँ बिजोग छ यहाँ, यसलाई सफा गर्छु। अनि फुलको हालखबर त्यहाँ छ, अचार त्यहाँ छ, मल त्यहाँ छ। त्यसलाई चाहिँ आगो लाउनु पर्ने बाँकी छ। डस्टबिन यहाँ छ। यो डस्टबिनलाई चाहिँ पहिला म प्रपर प्लेसमा प्लेसमेन्ट गरिहाल्छु। अब चाहिँ जम्मै यस्तो थियो क्या, यहाँबाट नाग्दै जाँदै थियो है। यहाँबाट जम्मै जम्प गरेर जाने चलन चल्ती थियो। अब चाहिँ यहाँबाट
ब्लकेज भयो यहाँबाट चाहिँ जम्प गरेर जान मिल्दैन त्यहाँ बाटो बनाएको छु त्यहाँबाट टक्क त्यहाँ पूजा गर्नुपर्छ नि त डेली तुलसीको मठलाई अनि तुलसीको मठ मतलब तुलसीजीलाई सो ब्लर आयो फेरि है त्यहाँबाट चाहिँ बाटो बनाएको छु त्यहाँबाट चाहिँ गार्डनमा जान नि मिल्यो यताउता जान मिल्यो तर यहाँबाट जम्प गरेर जाने जुन सिलसिला थियो त्यो सिलसिलाले चाहिँ अन्त्य गरिदिएँ मैले अनि डस्टबिनको प्लेसमेन्ट चाहिँ म यहाँ गर्छु यो चाहिँ डस्टबिनको प्लेसमेन्ट हो यहाँ चाहिँ अब केही पातपतिङ गरेर केही टिपेर हालिदिनु पऱ्यो भने हालिदिन सजिलो भयो नि त कहाँ खोज्न जानु होइन यतिको बनाएँ है यति मात्रै गर्दा पनि राम्रै देख्दो रहेछ है छोरी मान्छेको कामहरू नि खासै केही देखिन्न यस्तै गर्दै जान्छ हात यस्तो छ है हात आमामा के फेसन हो यस्तो बाछोले के फेसन हो यस्तो ए आमा हो बाछोलेको फेसन यस्तो इन्टरनेसनल फेसन त मैले फर द फर्स्ट टाइम देखेँ भाइ सर्ट्सको भित्र चाहिँ पुरै लगाएको छ थर्मोकोट भित्र छ होइन अनि बाहिर चाहिँ सर्ट्स लगाएको छ देखाउनु मिल्दैन भनेर चेयरले लुकाएको छ वाट इज दिस ए दर्शकहरू फेरि फेसन हेर्नलाई बाछुको फेसन हेर्नलाई दर्शकहरू पनि यहाँ जम्मा हुनुहुन्छ मान्छे पुरै ऱ्याम्प वाक गर्दैछ त बाछु त अलिकति प्लान्टहरूलाई यता पनि प्लेसमेन्ट गरेको क्या मैले जति पनि प्लास्टिकको प्लान्टहरू छ नि यो चाहिँ सबै प्रोपोगेट गरेको प्लान्टहरू हो क्या होइन प्रपर प्लेसमेन्ट बाँकी नै छ अनि यो जम्मै प्लान्टहरूलाई चाहिँ मैले माथि नै लिएर आइदिएँ कि तल राख्न मन लागेन घाममा के हुँदैछ यहाँ फेरि आज पनि चाउचाउ नै खाएको ए कति चाउचाउ खान्छ छोरा धेरै चाउचाउ खानु त राम्रो होइन त लुकेर खाए पनि देखेर खाए पनि चाउचाउ धेरै खानु चाहिँ राम्रो होइन ए आमा हो यो जुकिनी हो छोरी जुकिनी होइन के छोरी यो जुकिनी नै हो फ्रिजमा राख जाऊ काँक्रो होइन के काँक्रो होइन बाछु यस्तो छ क्या यस्तो यस्तो यो भुइँमा लडी बुढी गरेर बिजोग 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 कानमा आउँछ कमिला टोक्छ भन्दा नि हुन्न है अब अहिले यति बेला रात परिसक्यो अहिले गएर उनी चटपटी खाने चाउचाउ किन्छन् रे अस्ति चटपटी बनाएर दिएको उनले खाएनन् किनकि उनलाई पिरो भयो खुर्सानी हालेको थियो आज खुर्सानी हालेकै चटपटी पनि खान पाएन भनेर यस्तो आन्दोलन छ के भयो रे खुर्सानी हालेको थिएन अरे शिव सङ्कटकाल हेर हेर लाज पनि छैन बाछीलाई आमामा चाउचाउ किनेर लिएर आएको आमा त्यस्तो सक्ने भइसक्यौ तिमी कहिले खाँदिन भनेर हैरान कहिले दिन्नस् भनेर हैरान कहिले आफै ल्याएर हैरान ए आमा हो बिउले फेरि यहाँ गरे कि उसको काम किचनको हालत यस्तो छ आरती गरुन्जेलसम्मको किचनको हालत यस्तो छ यस्तै छ बच्चा बच्चीसँग यस्तै हो हात काट्ला है बाछु हात काट्ला है हात काट्छ है त्यसरी नगर के बाछु दिजूको हेल्प लिऊ न दिजूको हेल्प लिऊ कि तिमीहरू मान नखाने हो अब 2 दिन भइसक्यो है बाछु चाउचाउ अब नेक्स्ट टाइमदेखि मैले चाउचाउको नाम पनि सुन्नु नपरोस् खाने पनि होइन ओके कहिले काहीँ खाँदा त ठिकै हो जहिले जहिले त हुँदैन है बाछु बुझ्यौ नि सानो यता हेरेर भन अन रेकर्ड भन बुझ्यौ नि अब नखाने है अब 1 महिना एटलिस्ट नखाने हस् खै हस् भन हात चाहिँ नकाट है केटा मामु कस्तो राम्रो भएछ नि यो गमलाहरु अघि त तिमी राम्रो देख्यो अघि त तिमी सबै आँगन फोहोर भयो भन्दै थियो त म यहाँ राम्रो छ तर है आँगन पछि सफा भइहाल्छ नि बिस्तारै A few moments later. के हुँदैछ यहाँ किन तिमीले उसको साथीलाई झुट्टा र सुट्टा भनिदिन्छौ मामुले जहिले पनि आएर के रे यो फर्स्ट छ त्यो फर्स्ट छ भन्छ अनि गेममा युजरले उसको फर्स्ट छ छँदै छैन झुटुवा भएन त
दिजुले फेरि झुट बोल्छ फेरि उसले गेमको कुरा गर्दैन नि गर्दैन अनि के रोइरा त बासु मेरो डायरीको नयाँ पेज च्यातिहाल्यो अनि तिमीहरू एकछिन चुप लाएर बस्नु सक्दैनौ के हुन्छ एकछिन चुप लाएर बस्दा अनि तिमी होमवर्क गर्न लागेको छौ त अहिले हो यही होमवर्क गरे अनि किन त छिमेकीले सुन्ने गरे कराएको त बाछु अहिले त यहाँ वरपरबाट छिमेकीले के भयो बाछुलाई भनेर आउने बेला भइसक्यो त म त तल बसेर एडिटिङ गर्दै थिएँ दौडेर आएको के न भएछ भन् ठानेर दौडा आएको म त यहाँ के भइसकेछ ओहो बर्बाद भएछ भन् ठाने त्यो मुख चाहिँ किन छोप्या नि यो मुख चाहिँ किन छोप्या त्यो कुकुरमा सिकाउनु पर्ला है के तिम्रो होमवर्क सिद्ध्यो होमवर्क गर नि त अनि किन चिच्याउनु पार्छौ त्यसलाई आफै चिच्याउँछ 8:30 बज्यो मेरो चाहिँ एउटा जुममा मिटिङ थियो क्या म गर्दै थिएँ होइन अहिले त यति मिलेर बसेका छन् पुरा एकदम गुनगुन गरेर आवाज आइरहेछ कि एकैछिनमा के हुने हो अब झगडा गरेर हुन्छ होइन एकजनाको साइड लियो भने अर्कोजना रिसाइहाल्छ अनि फेरि अर्कोजनाको साइड लियो भने अर्कोजना रिसाउँछ क्या है एकैछिनमा के न भइहालेछ कि लौ न केही मेडिकल इमर्जेन्सी पो आइहाल्यो कि भन्ने जसरी झगडा गर्छन् है उस्तै एज ग्रुपको बच्चाहरूलाई हुर्काउन चाहिँ गाह्रो हुँदो रहेछ मैले चाहिँ एकदम फेस गरिरहेको छु क्या यो कुरा यस्तो धेरै मिल्छन् अनि फेरि एकैछिनमा यस्तो डेडली झगडा गर्छन् आमाको ड्युटी निभाउँदैछु हरेक अनुभव बटुल्दै यो पनि अनुभव सेयर गरिहालेँ मेरो काम सिद्धिउन्जेल पनि मैले नोटिस गरिरहेको थिएँ क्या मस्त खेलिरहेछन् मिलिरहेछन् गुनगुन है दिजु है भाइ उनीहरूको चलेकै छ क्या अघि एकछिन त डराएरै म कुदेरै माथि निक्ल्या ल हेर्नुहोस् है मैले के पनि नबोलेर जस्ट क्यामेरा अन गरेर देखाइरहेको छु क्या यस्तो मिल्न पनि आउँदो रहेछ त हजुरहरूलाई अघि त किन हो त त्यस्तो आमामामा पुरै डरै लाग्ने गरी म त एम्बुलेन्सै बोलाउनु पर्छ कि फायर ब्रिगेडै बोलाउनु पर्छ कि पुलिस अफिसरै बोलाउनु पर्छ कि भन्ने सोचेर दौडेको हो नि तलबाट ए माम खाने बेला भएपछि किताब खानुपर्ने रहेछ होइन मलाई थाहा नै हुँदैन कि यस्तो कुरा ठ्याक्कै माम खाने बेला भएपछि किताब चपाउनु पर्दो रहेछ मलाई त थाहा नै हुँदैन यस्तो कुरा है अनि हजुरहरू माम नखाने आज बिबो सुत्ने बेला भइसक्यो बेड टाइम भइसक्यो हजुरहरूलाई 9:30 भइसक्यो हो क्या टाइम हेर्छ न हजुरको नि मोबाइल छ नि होइन अनि हजुरहरू खाना एकदमै मिठो मैले त पकाएर राखेको छु हेर बच्चाहरू ल त्यसो म फ्याट्टै निदाइहालेँ म केही काममा अल्झिहालेँ भने हजुरहरू आफै पस्केर खाने अनि किचन सफा गर्ने भाँडा मान्ने है त हस् डन थम्स अप उनीहरूले खाना खान के मान्थे त्यत्रो चाउचाउ एकजना चटपटेको कतिवटा चाउचाउको बनाएर खाएको हो भाइले पहिला नै अलरेडी चाउचाउ खाइसकेको रहेछ है अनि पछि पनि उसले चटपटे बनाएर खायो भने खानाको उनीहरूलाई के भोक लागोस् होइन अब त्यस्तो चिजहरू खान्छन् जुन चाहिँ म स्ट्रिक्टली त्यो चिजहरूलाई नाइ नै भन्छु तर हिजो पनि उसले खायो आज पनि खायो भनेपछि ल्याएको छ एउटा दुइटा बाँकी छ त्यो कसको फेला पर्छ मलाई थाहा छैन त्यो सिद्धियो भने चाहिँ म जङ्क चाहिँ ल्याउन दिँदिनँ अब कहिलेकाहीँ चाहिँ अब मिसो सापकोटालाई प्रेसर लो हुन्छ है यस्तो कति कारणहरू गर्दा अनि सानो बच्चाहरू भएको घरमा चाहिँ के कच्याकुचुक चाहिँ भइराख्नुपर्छ भन्ने हिसाबले लिएर आइन्छ अनि आज चाहिँ अलिक अति नै गरेँ कि यिनीहरूले मलाई चाहिँ आज फेरि अहिले चाहिँ एकदमै टाउको दुख्यो सायद दिनभरि पानी खेलेको भएर होला कस्तो आराम खोजिरहेछ शरीरले
आजलाई यति गरौँ, फेरि भेटौँला अर्को नयाँ भ्लगमा। भ्लग कस्तो लागिरहेछ भन्नुहोला। केही सल्लाह सुझावहरू छन् भने पनि तपाईँहरूले दिन सक्नुहुन्छ। भ्लगलाई यसरी गर्दाखेरि अझै बेटर हुन्छ, त्यस्तो सल्लाह सुझावहरू छ भने म एकदमै हरेक सल्लाह सुझावलाई मैले एकदम सिरोपर गर्छु। तपाईँहरूले हेरिरहनु भएको छ, केही तपाईँहरूलाई सल्लाह सुझाव दिन मन छ भने अवश्य पनि दिइदिनु होला। अनि थ्याङ्क यू सो मच। मलाई भ्यासलिनमा के अरे कागती निचोरेर लगाऊ भनेर लेख्नु भएको छ, मलाई नाम चाहिँ ठ्याक्कै याद भएन। तपाईँलाई धेरै माया। म अवश्य पनि कोसिस गर्नेछु भ्यासलिनमा कागती निचोरेर लगाउन। फेरि भेटौँला अर्को नयाँ भ्लगमा। आफ्नो ख्याल राख्नु होला। के भयो? माम त हालेर खाऊ न बच्चाहरू है। मलाई टाउको दुखेको छ। ए तिमीले त होइन नि मेरो हातबाट सोचे। ए भनेपछि तिमीहरूको कुरो मिलिसक्यो होइन? तिमीहरू एउटै टिममा भइसक्यो अब। नसक्नु छ। ल मिलेकै राम्रो है त, मिलेकै राम्रो। आउनै पर्ने हो। लौ त जाउँ।